सबैमा नमस्ते। म अहिले 6 वटा एकदमै हिडन युजफुल कमान्डको बारेमा जानकारी गराउन चाहन्छु। जसरी फर्स्टमा छ सेल एप्स फोल्डर छ। यो कमान्ड युज गरेर हामीले हाम्रो कम्प्युटरमा जति पनि इन्स्टल एप्सहरू छ त्यो इजी तरिकाले हेर्न सक्छौँ र त्यसबाट हामी सर्टकट क्रिएट गर्न सक्छौँ। एप्सहरूलाई म्यानेज गर्न, इन्स्टल अनइन्स्टल गर्न सक्छौँ। त्यसै गरी छ सेकेन्ड नम्बरमा छ सेल रिसेन्ट। यो कमान्ड युज गरेर हामीले कम्प्युटरमा भर्खरै ओपन गरेको फाइल फोल्डर, रिसेन्टली युज गरेको जति पनि डकुमेन्टहरू हुन्छ त्यो इजी तरिकाले हामी हेर्न सक्छौँ र एकदम फास्ट टु फास्ट त्यहाँबाट ओपन पनि गर्न सक्छौँ। त्यो रिसेन्ट फाइल फोल्डरलाई डिलिट गर्यो भने कम्प्युटरको पर्फर्मेन्स बढ्छ। त्यसै गरी छ FSQIRT। यसको युज गरेर हामीले ब्लुटुथ फाइल ट्रान्सफर भन्ने अप्सनलाई ओपन गर्न सक्छौँ र जहाँबाट हामीले के गर्न सक्छौँ भने ब्लुटुथ थ्रु फाइल फोल्डरहरूलाई सेन्ड रिसिभ गर्न सक्छौँ। त्यसै गरी मोस्ट युजफुल कमान्ड छ चौथो नम्बरमा %temp% छ, जसको युज गरेर हामी टेम्पोररी फाइल फोल्डरलाई ओपन गर्न सक्छौँ र त्यो जङ्क फाइल फोल्डरलाई डिलिट गरेर पीसीलाई फास्ट बनाउन सक्छौँ। त्यसै गरी मोस्ट युजफुल कमान्ड छ 5 नम्बरमा सफ्टवेयर डिस्ट्रिब्युसन, जुन कमान्डको युज गरेर हामीले विन्डोज अपडेट फाइल्स फोल्डरलाई ओपन गर्न सक्छौँ र त्यसमा केही समस्या आयो भने त्यसलाई रिसेट गरेर फेरि हामीले त्यसलाई अपडेट गर्दाखेरि एकदमै फास्ट हुन्छ। त्यसै गरी एकदम मोस्ट युजफुल लास्ट कमान्ड छ प्रिफेच, जसको युज गरेर हामीले हाम्रो कम्प्युटरमा जति पनि रन भइराखेको प्रोग्राम हुन्छ त्यसलाई जुन सर्टेन डेटाहरू स्टोर गरेको हुन्छ त्यो फोल्डरलाई ओपन गरेर हामी त्यो फोल्डर ओपन गर्न सक्छौँ र त्यो फोल्डरमा भएको जति पनि फाइल फोल्डर त्यसलाई डिलिट गर्यो भने क्यास क्लियर हुन्छ, जसको फलस्वरूप के हुन्छ भने हाम्रो सिस्टमको पर्फर्मेन्स एकदमै बढ्छ, इम्प्रुभ भएर जान्छ। अब मैले तपाईहरूलाई वान बाई वान कसरी युज गर्ने त्यसको बारेमा जानकारी गराउन चाहन्छु। जसरी फर्स्टमा छ सेल:/एप्स फोल्डर, यसलाई म अहिले कपी गरेँ। अब सिधै यहाँ रन बक्समा जाने, रन बक्समा गएर यहाँ टाइप गर्नु पर्यो त्यो, अनि त्यसपछि इन्टर गर्ने। इन्टर गरिसकेपछि यहाँ हेर्नुहोस् त यो इन्स्टल भएको फाइल फोल्डरहरू देखियो। अब यहाँ राइट क्लिक गरेर, जसरी यहाँ राइट क्लिक गर्यो भने ओपन गर्न सकिन्छ हैन, त्यसै गरी अनइन्स्टल गर्न सकिन्छ, रन एज एडमिनिस्ट्रेटर गर्न सकिन्छ, पिन टु स्टार्ट, पिन टु टास्क बार, यसै डिफ्रेन्ट सर्टकट क्रिएट गर्न सकिन्छ, यसै डिफ्रेन्ट टास्कहरू गर्न सकिन्छ। त्यसै गरी अर्को युजफुल कमान्ड छ सेल रिसेन्ट छ। फेरि यसको लागि पनि यहाँ रन बक्स ओपन गर्ने, त्यहाँ टाइप गर्ने सेल रिसेन्ट, अनि इन्टर गरिसकेपछि जति पनि रिसेन्ट फाइल फोल्डर त्यो देखिन्छ, यसलाई सिलेक्ट गर्ने, कन्ट्रोल A थिचेर त्यसपछि डिलिट की थिचेर डिलिट गर्न हामी सक्छौँ। त्यसै गरी थर्ड युजफुल कमान्ड छ FSQUIRT। यो सेम फेरि रन बक्सलाई ओपन गर्ने, यहाँ टाइप गर्ने, अनि के हुन्छ भने ट्रान्सफर ब्लुटुथ फाइल ट्रान्सफर अप्सनलाई ओपन गर्न सक्छ, जहाँबाट हामी फाइललाई सेन्ड रिसिभ गर्न सक्छौँ इजी तरिकाले। त्यसै गरी अर्को 4th नम्बर कमान्ड छ %temp% छ। यहाँ रन बक्समा जाने, यहाँ टाइप गर्ने %temp%, अनि इन्टर गर्न बित्तिकै यहाँ जति पनि टेम्पोररी फाइल फोल्डर देखिन्छ सिलेक्ट गरेर अनि डिलिट की थिच्ने, यो डिलिट भएर जान्छ। त्यसै गरी 5 नम्बरमा छ यो सफ्टवेयर डिस्ट्रिब्युसन भन्ने कमान्ड छ। रन बक्स ओपन गर्ने, यहाँ टाइप गर्ने, इन्टर गर्ने, यहाँ हेर्नुहोस् त जति पनि अपडेट भएको देखिन्छ, यहाँबाट डिलिट गरेर हामी त्यसलाई रिसेट गरेर फेरि विन्डोजमा कुनै समस्या आयो भने हामी इजी तरिकाले युज गर्न सक्छौँ। लास्ट वान कमान्ड छ प्रिफेच। यो कमान्डको युज गरेर हामीले प्रिफेचमा देखिएको जति पनि फाइल फोल्डर छ त्यसलाई डिलिट गरेर क्यास क्लियर गर्न सक्छौँ। यसरी कन्ट्रोल A थिचेर सिलेक्ट गर्ने, त्यसपछि डिलिट की थिच्ने, अनि डिलिट भएर जान्छ सबै। हस्, धन्यवाद।